नमस्ते गाइज, आजको ब्लग चाहिँ फुटसलबाट सुरु भयो है त। ओके, आज हाम्रो टिमहरू यहाँ छ। हाम्रो सर भनौँ कि दया भनौँ है, यहाँ हुनुहुन्छ। को के गर्ने दाइ सोच्दै हुन्छ। 1200 हुन्छ सर दाइ, आउनु न आउनु न। अनि गाइस त्यही हो, आज हामी सुपरमा आएको। यहाँ खतरा टिम पर्ने अपोनेन्ट खतरा टिमहरू छ यहाँ हेर्नु। यहाँ पुरै फ्री राख्नु भएको छ होइन। आफ्नै चिनजान हो दुवैजना। यताबाट चाहिँ यता तलको टिमहरू, यहाँ चाहिँ माथि तलको टिमहरू हो। अनि आज के हुन्छ गाइस त्यो अघि देखाउनु जु तातिर छ। यसमा गेम स्टार्ट भइसक्यो हामीलाई त। गेम स्टार्ट भइसकेको छ। यहाँ अपोनेन्ट टिमहरू चाहिँ खतरा खेल्नुहुन्छ। यहाँको टिम पनि राम्रै खेल्नुहुन्छ। ल सुरु भइसकेको छ यो गेम। यस्तो छ अहिलेको ल। अन्त अङ्कल यसो भिडियो बनाइदिएको क्या। नाइस नाइस नाइस। हाम्रो टिमले चाहिँ खाता खोल्न सफल भएको छ अहिले। प्रेस प्रेस प्रेस। यो निलो लाउनु चाहिँ मेरो साथी हो है यो। अनि अरू सबैजना दाइहरू हुनुहुन्छ। ल ल यताको टिम चाहिँ खतरा। ल गाइस सुरु भइसकेको छ। यो इजी गोल है यार। इजी भन्दा नि त्यस्तै थियो, गाह्रो त गाह्रै थियो तर राम्रै थियो। सबैजना बढिरहेको छ। नाइस 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 नाइस। हामीलाई पढाउने पिटी टिचर है। वान कप भइसकेको छ। हजुर यताबाट हो, यता यता
यताबाट सागरदाईकोबाट हो ए यताबाट हो राइट लेफ्ट दुइटै चल्ने रहेछ फेरि ला दाइ यार कस्तो यस्तो नसक्दो हान्नुभयो त तपाईँले यार आज त लिड गनेर साध्यै नहुने भयो त आज लिड त गनेर साध्यै नहुने भयो त त्यसो दाइ अब यो दाइले त मारेको टिम ल्याउँछ के भयो दाइलाई सासुले यस्तो छ ल खेलाडीको हो त म है कहिले के अरे भयो 1 महिना Bisa biar. Bisa. Ornis tadi. Lah. Lo. हाम्रो किपर पनि फेरि मामुली होइन क्या जस्तो बाघमा टिकेको बुझ्दैछु किपरलाई किनेर ल्यायो क्या जस्तो लास्ट में खाली छोडिदियो अनेक्समा न होइन के फुल भिडिदिनु पऱ्यो नि त नि के कलेज जान्छ किपर त घोडाको जस्तो कुद्छ मिठो लाग्छ मिठै सधैँ मलाई भन् खुवा न त स्पोन्सर होइन कुद्यो ग्लोभ्स के त
यो दिपसन दाईलाई चाहिँ प्रश्न गीतको ओभरै हाने रहेछ हो गाइस हिजो चाहिँ अरे त्यस्तै स्टार्टिङ गर्ने बित्तिकै हिजो चाहिँ अब त्यो के भन्नु है हिजो अलिकति भ्लग बनाउने स्थितिमा थिएन किनकि हिजो चाहिँ फुटसल अलिकति हारेको अवस्था आयो अनि त्यही भएर आज बनाएको अनि आज पनि फेरि फुटसल रहेछ क्या अनि मलाई पनि थाहा थिएन भएर साथीले भन्यो होइन त्यो र अनि आज चाहिँ यहीँ तलको लखुरी फुटसलमा रहेछ अनि त्यहाँ गएर खेल्न लाग्यो अर्को अपोनेन्टको कस्तो हो केही थाहा छैन अब हामी क्रिकेट लागेको त्यही थाहा छ अनि आज नि फुटबल भएको कारणले चाहिँ अब हामी जाँदैछौँ हामी म यहाँ साथी आएर साथीलाई लिन्छ साथी ल्याउँछ अनि त्यसपछि सँगै जाने हो अनि क्रिकेटहरू माथिबाट आउँदैछ अरे बाइकमा अनि त्यही अब भन्नु त के छ र अनि हिजोको भ्लग चाहिँ के बनाउनै मन लागेन क्या के अरे उता फुटसल गएर नि यहाँ आएर चियासा खाएर अनि कहाँ कहाँ उयो तलतिर गएर बसेको थियो तर त्यो बनाउनै मन लागेन क्या अनि अलिकति मुड थिएन सबैजनाको अनि त्यही भएर त्यस्तो अब मुड नभएको माहौलमा के होइन बनाइरहनु भनेर चाहिँ बनाएको अनि त्यही गाइस अब म चाहिँ अब यसो फुटसलतर्फ लाग्दैछु तपाईँले देख्न सक्नुहुन्छ अनि ए कटेको छैन है तपाईँहरूलाई के अनि अहिले 5 to 6 भन्दै थियो केटाहरूले 5 to 6 त अब जाँदैछु केटाहरू आइसक्यो होला सायद अनि यहाँ चाहिँ टक्क जिम खोल्न लाग्छन् क्या केटाहरू हो यो जिम खोल्न लाग्छ सायद यो सानै हो कि ठुलै हो होइन ठुलै होला यो ठुलै छ बनाएपछि ठुलै देखिन्छ होला हेर बनाएपछि जम्मा निकै छ र होइन अनि साथीको गएको छ अब चाहिँ साथीलाई भेटेर अनि भेट्न लाग्यो तपाईँलाई अनि हामी चाहिँ फुटसल सकेर आयो ल साथीले चिया खाँदैछ ओ कस्तो यहाँ हेर्न कस्तो त्यो देखेको छैन कि काटेको अनि ल काटै त्यो चाहिँ अनि हाम्रो यहाँ दाइ मेरो बेस्ट दाइ हो है साथी होइन होला आज यो दाइ नखेलेर चाहिँ ए यो दाइ खेला भएर नखेला भएर चाहिँ हामी जित्यौँ अनि जित्यो अनि त्यो अब चिया खाएर अनि अब अर्को एकजना दाइ आउँदै हुनुहुन्छ अनि खाएर अब घरतिर लागिन्छ त्यही हो अब तपाईँलाई एकछिन भेटौँ है त भन्नुपर्ने त के छ र अनि हामी चाहिँ घर फर्किन लागेको ओ दाइ खोइ ए लासो यो दाइ चाहिँ ह्यान्डसम छ यता हेर्नु न ए अबि यसो ह्यान्सी मान्छे हो प्रेस बहिनी हो र होइन मैले त त्यस्तै लाग्यो अनि त्यही हो अब हामी चाहिँ घरतर्फ लाग्न लागेको हारेर अनि त्यसपछि चिया खायो घरतिर लगेको सायद पर्सि हेर्नु त म्याच हो त्यसमा चाहिँ फरक पर्छ है दाइ धोबी हाड्डी कि धोबी खाइने हो त्यसमा चाहिँ अलिकति फरक पर्छ हारजित त भइहाल्छ कि होइन साथी बुझ्न हो त्यो नि हो त्यहाँदेखि सधैँ उयो खान पाइन्छ त दुध र भात घिउ र भात खान पाइन्छ कहिले काहीँ त अब त्यो फुक्का भात मात्रै खानु पनि पर्छ हो कहाँ गएको लगाएस म चाहिँ अब छुटिसक्यो ओइ लो भोलि है ए भोलि भ्याउनु पऱ्यो क्या दोस्त अनि त्यही हो अब भोलि पनि फुटसल छ अनि पछि पनि हुन्छ होला सायद अनि अब म चाहिँ घरतिर जानु लागेको एक्लै भएको छ फर्किँदा अनि अहिले चाहिँ अब अलिकति बेलुका भइसक्यो घर गइन्छ मस्त दबाइन्छ अनि त्यसपछि भ्लग एडिट गर्न तर्फ लागिन्छ ओके
के छ त अनि घर चाहिँ यताबाट हिँड्छ क्या है घर चाहिँ यताबाट जाने हो मेरो एक्लै छ कस्तो वरिपरिको मान्छेहरूले पनि कस्तो औडा गरिरहेको छ त्यही हो गाइज अब तपाईँलाई एकछिन पछि भेटौँ ल त सो गाइज अब म चाहिँ भ्लग एन्डिङ गर्नु लागेको अब एडिट गर्नु लागेको थियो अनि त्यही भएर अब एन्डिङ गर्नु लागेको अनि त्यसपछि हिजो चाहिँ हिजो चाहिँ एन्डिङ गरेन किनकि अब हिजो खाना खाने बित्तिकै आएँ अनि सुतिहालेँ थाकेको पनि थियो त्यही भएर अनि अब त के भन्नु छ र होइन अनि आउने ब्लगहरू हेर्दै गर्नु होला होइन यसरी नै माया देखाइदिँदै गर्नु होला अनि यो हप्ता चाहिँ पुरै फुटसल चलिरहेको छ क्या अनि त्यही भएर अब त्यो कति फुटसलको मात्र हाल्नु भएर मात्र नहालेको होइन अनि त्यही हो अब हेर्दै गर्नु होला अलिकति सपोर्ट देखाइदिँदै गर्नु होला भन्दै अनि आजको भ्लग एन्डिङ गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ टाटा बाई बाई